राखिदिनु हो भने तपाईँले सामान्य 4-5 सयको जिपिएस राखिदिनु हो भने पनि ट्र्याक गर्न सजिलो हुन्छ हैन। त्यो कुरालाई चाहिँ अलिक ख्याल गर्ने विभिन्न ठाउँमा राख्ने ठाउँ हुन्छ नि, सेक्युरिटीलाई चाहिँ अलिक ध्यान दिनु है। ल भने यो प्रहरीले मात्रै अथवा अरूले मात्रै नभएर हामी सबैको संयुक्त रूपमा चाहिँ हामीले यस्ता समाजमा हुने विकृतिहरूलाई रोक्न सक्छौँ। तपाईँहरूको सवारी साधन हराएको अथवा चोरी भएको थियो, ती चोरी भएका सवारी साधनमा हामीले प्रहरीले हामीसँग एभाइलेबल भएका सिसिटिभीहरू अथवा बाटोमा चेक जाँचको क्रममा तपाईँहरूको सवारी साधन हामीले पक्राउ खोजेर तपाईँहरूलाई हामीले ह्यान्डओभर गरेको सन्दर्भमा मैले तपाईँहरूलाई के आग्रह गर्न चाहेँ भने यो सेक्युरिटी अथवा धन सम्पत्तिको सुरक्षा गर्ने दायित्वमा अलिकति मात्रै हामीले जोड दियौँ भने, अलिकति हेलचक्राइ गराउनु भने हामीहरू सम्पत्ति हराउँदैन। त्यसपछि कस्तो खालको मनोवृत्ति देखिन्छ भने तपाईँले के गरिरहनु भएको छ भनेर तपाईँहरूको फलोअप पनि गरिरहेको हुनसक्छ। त्यस्ता मान्छेहरूले जो खराब नियत राखेर चाहिँ समाजमा छन् तिनीहरूले चाहिँ तपाईँले ह्यान्डल लक गर्नुहुन्छ कि गर्नुहुन्न, अथवा तपाईँको सवारी साधनमा अथवा सम्पत्तिमा चाहिँ अलिकति काहीँ ल्याप्सेस भेट्यो भने हामी चाहिँ त्यसलाई के गर्न सक्छौँ, क्याप्चर गर्न सक्छौँ अथवा लिन सक्छौँ भन्ने खालका मान्छे हुनुभयो हुनाले मेरो तपाईँहरू सबैलाई आग्रह के हो भने आफ्नो सवारी साधनमा कमसेकम पनि आफ्नो सवारी साधन यदि बाइचान्स हराइहाल्यो भने पनि त्यसलाई ट्र्याक गर्न सक्ने खालको जिपिएस जस्तो पाइन्छ, सामान्य एउटा त्यो राखिदिनु होला। अर्को चाहिँ सवारी साधन पार्किङ गर्दाखेरि सबैले देख्ने ठाउँमा अथवा सम्भव भएसम्म खुला ठाउँमा हुन्छ नि, जहाँ चाहिँ मान्छेको आउजाउ हुने अथवा कसैले देख्ने ठाउँमा पार्किङ गरिदिनु होला। र अर्को एकान्त ठाउँमा जहाँ मान्छेहरूको के हुँदैन, एक्सेस हुँदैन, जहाँ चाहिँ मान्छेहरू हिँड्दैनन् भने त्यो ठाउँमा 10 मिनट 5 मिनटसम्म त्यत्तिकै बेवारिसी अवस्था रहेछ भने जसले पनि लिएर डोर्याएर पनि लिएर जान सक्ने अवस्था हुनाले अबदेखि चाहिँ एकचोटि यसलाई चाहिँ एउटा शिक्षाको रूपमा ग्रहण गरेर तपाईँहरूले अब आइन्दा चाहिँ यस्तो पार्किङ गर्दा अथवा जहाँ आफ्नो सवारी साधन राख्नुहुन्छ त्यो अलिक सुरक्षितसँग राख्नु होला भन्ने मेरो आग्रह है त। सबैलाई धन्यवाद। हाम्रो प्रयास चाहिँ यहाँहरूको अनुहारमा जुन खुसी आएको छ, कसैको पनि नहराओस् भन्ने हाम्रो चाहना हो। त्यसको लागि यहाँ अहिले मैले किन 2 शब्द राख्नु भन्दाखेरि चाहिँ धेरैजना मान्छेहरू चाहिँ पसल पनि मेरो छ भन्नुभयो। पसल हुँदाखेरि कमसेकम तपाईँको पसलको अगाडिपट्टि सिसिटिभी क्यामेरा राखिदिनु भयो भने भित्र काउन्टरमा मात्रै नभएर अगाडिपट्टि पनि त्यो सिसिटिभी क्यामेरालाई फर्काइदिनु भयो भने तपाईँको जहाँ जुन जुन ठाउँमा छ त्यो सिसिटिभी क्यामेरालाई अरू मान्छेको मुभमेन्ट पनि देखिने गरी राखिदिनु भयो भने हामीलाई अझ के हुन्थ्यो, यदि कुनै घटना घटिहाल्यो भने त्यस्ता मान्छेहरूलाई पक्राउ गर्न सजिलो हुनुभयो होला। मेरो चाहिँ यो सबै सर म्याडमहरूलाई आग्रह है, जसको घरमा सिसिटिभी क्यामेरा छ त्यो बाटोतिर अलिकति मुभमेन्ट पनि क्याप्चर हुने गरी चाहिँ राखिदिनु होला है त। सबैलाई धन्यवाद। हस्, नमस्कार। दिदी अहिले यति बोल्नु है, त्यत्तिकै छोड्दा हुन्छ नि, हामी जेनरली हतारमै हुन्छौँ, एकछिन पार्किङ गरेर एकछिन त हो नि भन्छौँ, एकछिनमै अब उसले चाहिँ मौका खोजिरहेको हुन्छ। सकभर चोरलाई मौका दिनु है, आफ्नो सेक्युरिटी फिचरहरूलाई पनि के गर्नु सँगसँगै ख्याल गर्नु पऱ्यो है। हस्, थ्याङ्क यू।